हेलो राम राम, मैं हूँ आपका संगारी सोभित चौधरी और थारू नेपाली ब्लॉग्स में सबको के स्वागत बा। बहुत 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 धेरै दिन बाद देखा थे मैं मेरो ब्लॉग में। यति धेरै दिन पछि ब्लॉग बनाउँदैछु कि तपाईहरुले मलाई धेरै मिस गर्नुभयो, किनकि म किन बनाइरहेको थिएन भने म धेरै बिजी थिएँ, किनकि काम 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 काम। मैले सबैलाई भन्न चाहन्छु कि म आइसकेको छु अहिले गोवामा र अहिले यतै छु, यतै बसिरहेको छु। आज मेरो रहेको छ बर्थडे। सबैजना विश करो पहले हाली कमेंट में, सबको जाने विश करो तब बल्ले बाकी बात चली हेरो ले। अब जाए तो मैं रूम काम से काम खत्म करके रूम जाए तो अब रूम में जाके बोले देखें कि हमारे का ठीक कोई ठीक कही थी। बस चलो जाए आगे देखे आगे हेरो भाई हेरो देखो आज के दिन हेरो बहुत 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 स्पेशल। लाइट उठा दियो पहले मैना, यही लाइट लेटर मजाबाट मैं कहाँ जस्तो लाइट बारूम पठाउँछु पहिले। यहाँ हेरो यो पुल होइन, यो पुल होइन अहिले बनिसकेको छ। म पहिला 6 महिना अगाडि गोवा हुँदाखेरि यो पुल भर्खर बन्दै थियो, कन्स्ट्रक्सन चल्दै थियो। हामी तलबाट हिँड्थ्यौँ, यहाँ तलबाट हिँड्थ्यो। अहिले चाहिँ यो यस्तो बवाल भएछ नि, जहाँ हामी जान सक्नुहुन्छ या गाडीमा। सरर गाडी भयो, फेरि आफ्नो आयो पुरानो अड्डामा जान सक्नुहुन्छ। जहिले पहिला पनि बर्थडे यहीँ मनाएको को हो? के भयो? थ्याङ्क भने चाहिँ कसले हो? ए थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू। हो चाहिँ को हो? दिदी दिदी हो? कस्तो भूत जस्तो देख। माथिबाट विस गर्दैछन्। कति कुकुरले भोके, कति कुकुरले भोके। धेरै ह्यान्डसम देख्यो कि क्या हो हाम्रो होइन? रोहित दाई पक्का आइसक्नु भएको छ, तर रोहित दाई के अरे भ्याउँदैन आउन भनेर के अरे बहाना चाहिँ बनाउँदैछ। प्रकाश लागि कल गरेको थिएँ, ठ्याक्क मेसेज आएको थियो, मलाई थाहा छ आइसक्यो। माथि माथि यो त यहाँ छ कि त माथि छ पक्का। यहाँ देख्न सक्नुहुन्छ कुराहरू। कुकुर र बिरालोको भेट भएको छ, करण अर्जुनको भेट भएको छ। अब सोच्नु सम्झिँदैन कति पछि भेट भयो हाम्रो यो क्रिस दाईसँग अनि सुशील सरसँग। कति पछि भेट भयो। म पनि भर्खर आएको, फ्रेस हुन बाँकी नै छ। अब सामानहरू आउँदैछ बर्थडेको लागि, यसो रमाइलो त गर्न पर्यो आज। प्रकाशलाई त काम दिनै बेकार यार। मासु लिन मासु दिउँसै भनेको खासमा है। सबै सबै च्याटचुट हुन्छ अरे आमारे। लास्टमा त 2 बजे आएर पनि आएको छ। 4 बज्नु लागिसक्यो अझै आएको छैन। उता कता भड्किँदैछन्, यस्ता त छन् यार। झ्याउ लगाइसक्यो, निन्द्रा लगाइसक्यो यार। कति बेला आउने हो, कति बेला खाने हो, कति बेला बोरिङ बर्थडे भयो प्रकाश सरले। सुशील सर त दार्जिलिङमा खानेर आज यार म अस्तिको पार्टीले गर्दाखेरि ह्याङ भर्छु क्या, अझै ह्याङ ओभरमै छु म। होइन खान्छन् एउटा त खाना पर्छ यार। मेरो बर्थडेमा यार त्यो पनि लिमिटवाला छ सर, अनलिमिटेड छैन यार। ठिकै छ, अब सगुन स्वरूप अब एउटा बिएफसी। ल ठिक छ ठिक छ। उहाँ त अब ग्रुप लिडर, दुईटा गोवामा क्यासिनोको मालिक। गॉड अल्लाह और भगवान ने बनाया एक इंसान। हेर्नु अब ग्रुप लिडर भइसकेपछि कानमा सुनचाल किन्छ, हातमा हुक्का, अनि आइफोन 16 प्रो म्याक्स हुन्छ, घाँटीमा सुनको माला। सिक्रेट सुन्दै हो त? कालो 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 देख्छु त।
कति बेला आउने यार यहाँ हुक्का खाँदै आउँछ त्यही हो मनले बियर त्यो पनि कस्तो यो होइन नि यो सानो बडवाइजर हो के ल्याएको? ब्रिजर हो ब्रिजर एक बडवाइजर एक कार्टुन बियर आइसक्यो बिहान 4 बजे बर्थडे मनाउन उठाउँछन् यार सर यार टाइमको छैन त्यो छैन बल्ल पायो भन्नु न यो काट्न पायो भन्नु न यार थाहा छ मलाई काट्न पनि मन लागेको छ माथिबाट दिदीहरू आउनुहुन्छ सबैजना हाम्रो चाहिँ यहाँ रास्तै भोग लगाएर हाम्रो दाइलाई आमा रेडी यहाँ खाना खाना माथि मैले एक पिस खाइदिउँ न यार सानो खाना होइन सबैजना आउनु भएछ मेरो बर्थडेमा पहिलाको बर्थडेको याद आयो मलाई त क्यान्डिल निकाल्नु अघि चाहिँ बिचरा होइन प्याज भन्दा नि यतिकै राम्रो यतिकै दाम लगाएर आँखा पुग्ने नि राखेको छ है कस्तो चखानु ह्याप्पी बर्थडे तपाईँलाई दसैँको शुभकामना छ है ह्याप्पी बर्थडे बोल्दिनँ केही साउन्डै सुन्दैन साउन्डै सुन्दैन सर आज हामी बर्थडे सेलिब्रेट गर्ने छौँ बिहानको 5 बजी साथीहरू सुन्नुभयो 5 बजी हामी बर्थडे मनाउँदैछौँ अहिले केक काट्ने सेरेमनी हुँदैछ अब पार्टी छैन केक पनि खान पाउँछ कहिले थाहा छैन साथीहरू होइन छु होइन चिक हाम्रो बेला बेला यस्तो दिइरहन्छ ह्याप्पी बर्थडे
DJ Manju. Channel guys. बिहानको 5 बजे हामी बर्थडे सेलिब्रिटी भाइब्स किन न यार बर्थडेको दिन त त्यस्तो भन्दै यार खान त्यो त जानी भाग्यको कुरो भाइ फिलिपिन्स थाइल्यान्ड हो आफ्नो कुरा नगर न यार प्रकाश सर प्रकाश सर त्यो भुडीमा चाहिँ 6 प्याक हो कि त्यो सुँगुरे मासु हो बनाएको के फर्स्ट टाइम देखेको कोही पुरा फुलाउँदा पनि मासु नलाएको भित्र के यसकै होला लागेको भित्र फर्स्ट टाइम फुलाउँदा पनि मासु भित्र नलाएको भने चाहिँ यही मान्छे होला है सर जिन्दगीमा दाइ बनाएको पनि त्यस्तै देखेको छ हाम्रो जस्तो मान्छे नै भुडी छ है छैन भन्ने मान्छे भुडी छ यसरी पनि भुडी देखिन्छ हैन अब यतिको गरे भन्दा हाम्रो अलिअलि पनि प्याक देख्छ नि यसको हेर्दैन छि उडाए नि उडाए भने ए पाँच जान्देऊ न बोल्या छ छौमा आएर किच गरेर छ अनि बिल त निकाल्नु पर्यो नि नहेर्नु कि जाँदा किन हो र 100 रुपैयाँ हाले कि 1000 रुपैयाँ भन्छ गुड मर्निङ गुड आफ्टरनुन के हो थाहा छैन होइन साँझ भइसकेको छ भर्खर उठेको लास्टै राति अलि धेरै नै भएछ कि राति अलि धेरै भएछ अनि यस्तरी सुतेको थन पङ्खा यो पङ्खा घुमे जस्तै म पनि घुम्दै थिएँ हेर्नु के गर्नु गाह्रो छ भ्लग त अब के त्यो खाएको त के भ्लग बनाउनु होइन बाँकी भ्लग चाहिँ अब यति नै थियो खासै केही त भएन यसो केक सेक काट्यो रमाइलो गऱ्यो त्यो क्लिप पनि हालिदिन्छु इन्जोय गर्नु होला रमाइलो गर्नु होला सुबितको बर्थडे खतम भयो खतम अनि अर्को कुरा सुदीप अस्मिता आई एम भेरी डिसपोइन्ट छु तिमीहरूसँग है मेरो बर्थडे विस पनि गरेन क्या मेसेजमा पनि अनि स्टोरीमा पनि केहीमा पनि विस गरेन प्रतिभालाई चाहिँ अब याद दिलाएको यताउता गरेर गर्दै थियौँ सुत्ने कहिले पनि मेरो बर्थडे विस गरेन दुःख लाग्यो आँखामा आँसु आयो मेरो आँसु